तपाईको अब यसको पावरबोर्ड र मदरबोर्ड बढी सेन्सिटिभ भएको कारणले तपाईको चाहिँ सकेसम्म त्यो नगर्नुहोस्, नत्र भने हामीले चाहिँ अहिलेसम्म चाहिँ कस्टमरले चाहिँ तिरेको छैन। अहिले त झन् यति सजिलो छ, तपाईँको चाइनिज यहाँ बसेको छ, हाम्रो केटाले ठक हजुरकोमा त्यो डिभाइसै लिएर जान्छ, एकजनाको सपोर्टले ठ्याक्कै एउटा लेभलमा आएर त्यही फिट गरेर आइन्छ। त्यही भएर त्यति बिग्रिने त्यति सेन्सिटिभ चाहिँ हुँदैन। तर हजुरलाई देखि रिक्वेस्ट गरेँ त्यति चाहिँ नगर्नु होला। अब म तपाईँलाई अहिले बाहिर लिएर गएँ। अब ब्राउजर तपाईँको यहाँबाट हेर्नुहोस् है, अब योभन्दा बाहेक यो त अब ब्राउजर नै भइहाल्यो। यो ब्राउजर त उताबाटै देख्नुहुन्छ। सेटिङ्सहरू भनेको यसैको सेटिङ्सहरू तपाईँको वाइफाई इन्टरनेट केबलहरू के छ, हटस्पटको कुराहरू ब्लुटुथको कुराहरू यहाँ छ। यो कुराहरू तपाईँले त्यति टच यसरी गरेर हेर्नु भयो भने हुन्छ, नहेर्नु भयो भने हुन्छ होइन। तपाईँले जाने अलिकति कम्प्युटरको हल्का फुल्का जाने मान्छे मात्रै हुनुभयो भने पुग्छ। यो भनेको मोबाइलमा चाहिँ फाइल यसरी सेटअप भएको हुन्छ, तपाईँले यहाँ क्लिक गर्न सक्नुहुन्छ। त्यसपछि हजुरले चाहिँ अर्को भनेको यहाँबाट यो टच स्क्रिनको कुरा थिएँ, तपाईँले स्क्यान गरेको बित्तिकै एप्लिकेसन हुन्छ, त्यहाँ क्लिक गरेपछि मोबाइलहरू चाहिँ तपाईँले चाहिँ वायरलेस मिररिङ गर्न सक्नुहुन्छ। यो पार्ट भयो। तपाईँले हेर्नै पर्ने पार्ट भनेको चाहिँ तपाईँको त्यहाँ चाहिँ यस्तो स्लाइड होला मेरो विचारमा, त्यो भनेको चाहिँ युट्युब हो। तपाईँको युट्युबहरू छ, प्ले स्टोरहरू छ, फाइल्सहरू छ, सेटिङ्सहरू छ, तपाईँको प्ले स्टोर उताबाट ब्राउजरको कुरा अघि मैले भनेको जस्तो यो ब्राउजरै तपाईँको चाहिँ यहाँबाट होइन कुनै पनि कुरा सर्च गर्ने इन्भाइरोमेन्ट छ। अर्को कुरा हजुरको नयाँ कुरा भनेको ब्राउजर पछि युट्युबको यसरी आइकन छैन भने हजुरले प्ले स्टोरबाट युट्युब तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ। यस्ता कुराहरू छ। अब थेमहरू पनि तपाईँले चेन्ज गर्ने भने कस्तो टाइपको थेम चेन्ज गर्ने स्लाइडिङमा अलिक के हो जस्तै यो रहेछ कि अब मेरो विचारमा तपाईँको यो मध्येको कुनै पनि हुँदोरहेछ। अब यसरी तपाईँले थेम सेटिङ्सहरू चेन्ज गर्न सक्नुहुन्छ। मैले यो चेन्ज गरेँ, त्यो चेन्ज गरेँ, अब तपाईँको यहाँदेखि अर्कै हुन्छ होइन, केही पनि ठुलो कुरो छैन। तपाईँको यहाँ जाने हो, त्यसपछि तपाईँ थेममा जाने हो, थेममा गइसकेपछि थेममा गइसकेपछि यसरी डट डट क्लिक गर्ने त हो। मेरो विचारमा तपाईँको यो होला कि यस्तो देखिन्छ त्यहाँ प्रायः चाहिँ डिफल्टमा आइदिन्छ कि। अनि त्यो हो भने चाहिँ तपाईँको चाहिँ यसरी चाहिँ एप्लिकेसन्सहरू यति चलाउन जानु भने पुग्छ। माइक्रोसफ्ट वर्ड, एक्सेल, पावर पोइन्ट ठ्याक्कै खोलेको बित्तिकै थाहा हुन्छ। तपाईँले यहाँ पेन ड्राइभमा राख्नुहुन्छ माइक्रोसफ्ट वर्ड, एक्सेल, पिडिएफ, तपाईँले त्यहाँ किटिक्कै गरे पिटिकै गरेको पनि कस्तो राम्रो भने तपाईँको वर्ड, एक्सेल, पावर पोइन्टको यस्तो अप्सन आउँछ है। यो अप्सन आउँछ। यो अप्सनमा हजुरले चाहिँ यो अप्सनमा चाहिँ तपाईँको यहाँ एड भनेर क्लिक गर्नुहुन्छ नि, वर्ड छ भने यहाँबाट पुग्छ, प्रेजेन्टेसन फाइल छ भने त्यहाँ पुग्छ, एक्सेल सिट छ भने त्यहाँ पुग्छ, पिडिएफ फाइल छ भने यहाँबाट पुग्छ कि। ठ्याक्का पेन ड्राइभको फाइल क्लिक गरेको यो खुल्छ। यसरी पनि केमा खोल्ने हो भन्छ, तपाईँले खोल्नुहुन्छ भने तपाईँको माइक्रोसफ्ट वर्ड, एक्सेल, तपाईँले त्यसरी नै खोल्न सक्नुहुन्छ। ठ्याक्कै चलाउने चाहिँ यसरी हो। तर अब तपाईँले याद गर्नुपर्ने कुरा चाहिँ के हो भन्दा कहिले तपाईँको साउन्डको कुरामा स्पिकर बज्छ कि बज्दैन, अथवा त्यो एनिमेटले काम गर्छ कि गर्दैन, वेब क्यामेराले काम गर्छ कि गर्दैन भन्ने कुराहरू तपाईँको टेस्ट गरेर लाइभ क्लास गर्दा थाहा भयो। त्यो रहेछ भने तपाईँको कम्प्लेन गर्न सक्नु, त्यसको लागि फेरि हामी सल्युसन गरेर राख्छौँ। अब गरिने कुरा यही नै हो तपाईँको होइन। ब्राउजरहरू युट्युबहरू पनि यसरी नै भइहाल्यो। सर्च गर्ने अप्सन थियो, त्यही मोबाइलको जस्तो नै भयो। तपाईँको यहाँ सर्च हुन्छ, सर्च गरिसकेपछि जे गरे पनि तपाईँले सर्च गर्नु, सर्चको सर्भर लिस्टहरू आउँछ, तपाईँले यसरी बनाउन सक्नुभयो। अब यसको तपाईँको चाहिँ साउन्डकै कुरा गर्नुहुन्छ भने कत्रो साउन्ड बनाउने भन्ने कुरा फेरि यतातिर हुन्छ। कहिलेकाहीँ तपाईँको फुल साउन्ड हुन्छ, साउन्ड गरेर चाहिँ कम्ती मिड रेन्जमा अथवा अलिकति सानो भोल्युम गर्छु भन्नु त पाउनु पऱ्यो नि। त्यो हिसाबमा तपाईँको यहाँ यस्तोमा तपाईँको चाहिँ मेनु हुन्छ, मेनुमा ब्राइटनेसहरू तलमाथि गर्ने, त्यसपछि अर्को साउन्ड तलमाथि गर्ने अप्सन्सहरू हुन्छ। यहाँ पनि धेरै कुराहरू छ, जस्तै रेकर्ड स्क्रिन रेकर्ड गर्ने यहाँ छ, क्यामेरा टेस्ट गर्ने यहाँ छ, लक यो पुरै तपाईँको स्क्रिन लक गर्ने भने यहाँ छ। कहिलेकाहीँ चाहिँ स्क्रिन लक गरेर चाहिँ तपाईँको पासवर्ड बिर्सेपछि फेरि ब्लकै हुन्छ नि, त्यो चाहिँ तपाईँले एकदम याद गर्नुपर्छ। अब उयो तपाईँको यो बोर्ड हामीले 1 वर्षपछि पहिले एउटा क्लाइन्टले दिएको, अस्ति ठ्याक्क लक भइदियो क्या। अनि त्यसपछि यो अहिले हामीले बनाएको छ, यो पश्चिमको धेरै टाढा ठ्याक्कै लक भइदियो, यहाँ चल्दैन। उसले तपाईँको यत्रो यहाँ पठायो, खर्च एक्स्ट्रा लाग्यो, अब समय लाग्छ, अब यहाँ कति दिन लाग्यो, पठाउन लाग्छ। त्यो कारणले तपाईँको यस्तो टाइपको तपाईँको फङ्सनहरू चलाउने हामीले एकदम याद गर्नु पऱ्यो। अब आइटिआरहरू अन गर्ने कि नगर्ने भन्ने कुरा यताबाट हुन्छ, कोडहरू यता पछाडिको कोडहरू यहाँ अगाडि खोजेको छ। यसलाई चाहिँ तपाईँले सब यति हेर्नु भने थाहा पाउनुहुन्छ। अरू के छ क्यालकुलेटरहरू पनि छ, क्यालकुलेटर छ, सब गर्ने कुराहरू छ। यो हजुरलाई चाहिने कुराहरू नै हुन्छ। क्यामेरा टेस्ट यसरी क्यामेरा टेस्ट हुन्छ, क्यामेराले काम गर्छ जेनरली अहिले तपाईँले चलाउनु पर्ने कुराहरू भनेको चाहिँ
यही आएको गरेर मोर एप्सको कुरा गरौँ त्यसपछि अहिलेको उसको आगे यही पनि तपाईँको चाहिँ बोर्डको कुराहरू भयो अरू के छ सर तपाईँले यो बोर्डको तपाईँको वाइटको ग्रिन बोर्ड चलाउँदै बाइकको चाहिँ ठ्याक्कै थाहा हुन्छ सबै कुरा याद आउँछ किनभने तपाईँहरूले चिनेकै के अरे देखेकै कुराहरू पनि हुन्छ कि यसमा नचलाएको केही पनि हुँदैन क्युआर कोड भनेपछि क्युआर कोड जेनेरेट हुँदैछ भनेपछि त्यहाँको खाने क्युआर कोड जेनेरेट हुने हो अब यसलाई तपाईँले सेयर गर्ने स्क्यान गर्ने भन्ने कुरा त थाहा भइहाल्छ होइन बच्चालाई पनि जेनरली सामान्य हिसाबले उताको तपाईँको क्लासको बच्चालाई सामान्य हिसाबमा बोलाउनु पनि यो बुझिने कुराहरू रहेछ तपाईँले अब के गर्नु पऱ्यो भने दनादन यहाँ गएर चलाउन थाल्नु पऱ्यो केही परेछ भने अब तपाईँहरूले त्यहाँबाट आफूलाई त्यो अनुसार हामीले सल्युसनहरू दिन्छौँ थ्याङ्क यू हजुर आइदिनु भयो होइन रमाइलो बक्सीहरूको भेट्यो अहिले हामीले आज तपाईँको युएनबी र हजुरको दावाको एक्स्ट्रा पनि गरिरहेछौँ यसको चाहिँ तपाईँको मेन्टेनेन्स गर्ने फ्याक्ट्री रेडी गरिसकेका छ चाहिन्छ अब तपाईँको अहिले हामीले यसको मेन्टेनेन्स गर्ने हामी आफूले गर्न पाइँदैन हजुरको त्यो सबै जान्छौँ हेर्छौँ त्यसको सबै भिडियोहरू बनाएर फाइल गरेर चाइनिजलाई पठाइसकेपछि मात्रै त्यहाँको तपाईँको हेड टेक्निसियनले त्यसलाई खोल्ने या नखोल्ने बल्ल डिसिजन दिन्छ त्यसपछि मात्रै हामीले यसलाई खोलेर त्यसपछि हामीले कुनै पनि चिप्सहरू चाहिँ होइन रिप्लेस गरिदिने काम त्यसरी गर्छौँ यिनीहरूको चाहिँ अलिकति राम्रो छ अनि अर्को यसको स्पेसिफिकेसन पनि आइन्छ जस्तो अब अहिले मैले यो चलाएको भनेको तपाईँको एन्ड्रोइड 13.0 नै छ तर यसको ऱ्याम आएछ हजुरले ऱ्याम हेर्नुहुन्छ भने यसको 16 GB छ यो मैले चलाएको यसको रोम हजुरले हेर्नुहुन्छ भने यसको 256 छ 256 GB छ अब त्यहाँ तपाईँलाई मैले दिएको 128 थिएँ होइन अब तपाईँको यो 256 आइसक्यो 8 GB को 16 GB भइसक्यो अब तपाईँको एन्ड्रोइड अब आउने तपाईँको एन्ड्रोइड अहिले ठ्याक्कै आइपुगेको छ अब एन्ड्रोइड 14 आउँदैछ क्या होइन भनेपछि तपाईँको यो पनि बढ्दैछ तपाईँको 8 को 16 तपाईँको 128 को 256 अब यही भोलिपर्सि तपाईँको चाहिँ 512 हुन्छ होइन अब यही रोम तपाईँले भोलिपर्सि हेर्नुहुन्छ भने 512 वाला आउँछ 12 GB हुन्छ भनेपछि एउटा डिभाइस भइसकेपछि रोम पनि इनफ भयो क्या अब अहिलेको चाहिँ प्रदेश सरकारको बागमतीको चाहिँ यो गएको छ हजुरको पनि के कुन प्रदेश हो गण्डकी पर्छ अहिले बागमतीमा चाहिँ तपाईँको यही स्पेसिफिकेसन परेको छ तपाईँको 16 GB ऱ्याम 256 GB रोमको एन्ड्रोइड 13 मिनिममबाट तपाईँको चाहिँ स्टार्ट भएको छ अब बाँकी त सबै कुरा हुनुपर्छ भन्नाले तपाईँको चाहिँ अब 257 GB गरे पास भएको छ स्पेसिफिकेसन अहिले तपाईँको बागमतीको चाहिँ सबैमा तपाईँको स्पेसिफिकेसन चल्न थालिहाल्यो अब योभन्दा पछाडि चाहिँ अब हजुरहरूलाई हामीले पनि तपाईँको चाहिँ मिनिमम 128 GB डिल गर्छौँ त्यसपछि हाम्रो त्यो 256 GB रोमकै तपाईँको चाहिँ डिल हुन्छ कि किनभने यो बढ्दै आएको छ भने चाहिँ सस्तो पनि भएको छ पहिलाको भन्दा बोर्डहरू पनि धेरै सस्तो भएको छ अहिले अब तपाईँको अहिलेको डलरहरूको प्राइस रेटले चाहिँ कम्पेरिटिभ अलिकति महँगो भएको छ तर पनि पहिलाको भन्दा चाहिँ घट्दो रेटै हुन्थ्यो त्यस्तो छ अब आशा गरौँ तपाईँको योभन्दा पछाडिको डिभाइसहरू कुनै पनि त्यस्तो प्रब्लम आइहाल्यो भने तपाईँको 30-35,000 किनेर पनि पाउँछ अहिलेसम्म चाहिँ हामीले आइएमडी स्क्रिनको युएमयूको बोर्डहरू चाहिँ त्यति तिराएको छ रेन्जको जस्तो भने चाहिँ तपाईँको बिग्रियो कि गयो 35,000 36,000 चाहिँ भयो त्यसै गरी हामीले त्यो वारेन्टी क्लेम गरेर उनीहरूको चाहिँ सिस्टमै त्यस्तो हुन्छ कि त्यो केले बिग्रिन्छ थाहा हुँदैन उनीहरूले पनि भन्दैन यिनीहरूले चाहिँ ठ्याक्कै देखाउँदै रहेछ कसरी बिग्रियो ल मेरो डिभाइस भने देखाउँछ यिनीहरूले उनीहरूको चाहिँ नेपालको टेक्निसियनले हेर्छ कतिले बिग्रियो भने चाहिँ बिग्रियो त्यस्तो अनि अर्थिङ र चट्याङको अर्थिङ र ओभर भोल्टेजहरू चाहिँ एकदम चेक गरिराख्नु पर्छ त्यो चाहिँ हजुरले किन चेक गर्नुपर्छ भने त्यो ओभर भोल्टेजहरू छ भने त हजुरलाई पनि त दुःख दिन्छ नि त त्यहाँको ल्यापटप सापटप किनेर सबै उडाइदिन्छ ल मैले सकाएँ हजुरलाई सेयर गर्छु